Hello. Hello from Supa Devrali. अहिले चाहिँ म सुपा देउराली मन्दिरमा छु अनि यो चाहिँ वान अफ माई बिगेस्ट ड्रिम कि यहाँ आउने अनि फाइनली हामी आइसक्यौँ अनि यहाँनिर ध्वजा छ यस्तरी पुरै ध्वजा पनि यहाँ के अरे त्यो ऐनासँग राखेको छ मैले पनि राखेँ मैले पनि विस मागेँ अनि त्यसपछि यही हो सुपा देउराली मन्दिर चाहिँ यस्तो डाँडा छ वरिपरि अनि डाँडाको यहाँ रोड छेउ खसेरी रोड छेउमै छ अनि ये वो ब्युटिफुल छ यहाँ हेर्न सक्नुहुन्छ नजारा यो चाहिँ मेन मन्दिर भइहाल्यो यहाँ हाम्रो साथीहरू हुन्छ साथीहरू आइभन्दै ल हामी अघि आउँदा जाडो थियो हामी कामिरहेको थियौँ अहिले गर्मी भयो घाम लाग्यो त्यही भएर कपडा बोकेर हिँडिरहेछौँ ल खोइ बिनै कम हियर हजुर हजुर मेरो भ्लगमा हाई भन्नु हेलो हेलो साँच्ची के अघि आउँदा यति जाडो थियो हामीले चाहिँ 2-3 लिएरै लगाइरहेको छौँ कि अनि अहिले त गरी भयो यसरी बाँधेर बस्नु पऱ्यो ज्याकेट पनि यही हो यता माथि चाहिँ झोलुङ्गे पुल छ उता माथि हेरौँ टाइम भ्यायो भने त्यहाँ पनि गइन्छ त्यही हो ओके बाई बाई हेलो हामी चाहिँ बाटो हिँड्दैछौँ किनकि हामी यहाँ यता माथिको यो पुलमा जान लागेको यहाँ छ यिनीहरू हिँड्दैछ लास्ट सिनियरको त एकदमै गएको मान्छेहरू यति ढिलो हिँडिराख्ने केटाहरू भएर नि केटा जस्तो छैन के ठ्याक्कै उल्टो हामी चाहिँ केटा छ तिनीहरू चाहिँ केटी जस्तो छ खासमा हिँड्न नसकेको होइन कि तिनीहरूले चप्पल लाएर अनि हिलो त्यो हिलो प्यान्टमा छेप्यो भनेर पछि सन्चो हिँड्दै आइरह हामी पुलमा गएपछि भेट्छौँ है त किन हामी पुलमा भेट्दैनौँ यहाँ अगाडि नै यहाँनिर सिडी छ हाम्रो अनि त्यहाँ पुगेपछि भेट्छौँ है त मैले भनेको थिएँ हामी सिडीमा पुगेपछि फेरि भेट्छौँ भनेर नाउ हामी सिडीमा छौँ यहाँ अनि यति अग्लो सिडी छ नि अब यहाँ हाई हाई गर्दै हिँड्ने हो अनि अब एकछिनपछि दौडिन्छु यहाँ एउटा राम्रो कुरा छ देखाउँछु है त हो वेट पैसा फेरि हेयर सबैले आफ्नो घर बनाएर गएको रहेछ एकदम राम्रो छ बुढो बाजे गाह्रो भयो यहाँ पनि पुल चाहिँ माथि छ त्यही पुल जाने ल ल ल ल यहाँ एउटा काम गरेको बरु कस्तो राम्रो लाग्यो यो एरिया हो त्यो चाहिँ त्यहाँबाट म चाहिँ त्यहाँबाट सर्कट बाटो आएको म जुत्ता लाग्छ नि त ट्रेकिङ सुज बोइजहरूले चप्पल लाग त्यही भएर हिँडेर आउँदै यो बाटो नआउने फोहोर हुन्छ भने त्यहाँबाट आउँदैछ आएको मेरो पस्लाएर यिनीहरू पनि आयो यस्तो छ बाटो यहाँ हेर्नु यस्तो उताबाट सिटीको बाटो हामी पुग्यौँ यहाँ आउँदैछ केटाहरू हामी पुग्यौँ हाम्रो यो पुलमा यही पुलको लागि हामीले धेरै दुःख गरेको थियो हेल्थ फ्ल्याग पनि छ वेट म राम्रो देखाउँछु है त हेर्नुहोस् ब्युटिफुल नजारा टपबाट यता माथि छ जङ्गल वहीँ त को पुग्छ पनि वहाँ पारि यहाँबाट साथीहरू हुन्छ के छ अवस्था यस्तो बाटो लिएर हिँड्ने एडभेन्चर्स भन्दै मरिन्छ भन्दै के भयो कि लास्ट गाह्रो थियो त बाटो ओके हाम्रो चाहिँ यहीँसम्म थियो अहिलेको रेस्टुरेसन नाउ बाई बाई तल सुपा मन्दिर भइहाल्यो एकछिन नहलाउ त बनाउँछ अनि हल्ला छैन के
अवस्था यस्तो छ झोलमा झोलङ्गे पुलमा हलाउन पुग्यो झोलङ्गे पुलको अवस्था यस्तो छ हलेर केही छैन भाइ पुलमा घुमेर भइसक्यौँ हाम्रो टिकटक पनि बनायौँ घुमाउँछु स्वाइमा अनि यहाँ मोबाइलमा कस्तो देखेको छ मैले देखेँ पनि छैन पुरै टल्के छ कि मोबाइलै टिकटक हेर्दैछ त ओके अब फेरि सिँढी हुँदै तल झर्ने हामी सिँढी हेर्दै तल झर्ने अलिक कस्तो राम्रो देखेको जस्तो लाग्यो गाइज कस्तो भयो आजको दिन एकदम राम्रो पीडा दाइ तिमीले गर्दाखेरि हैन त्यो धन्न मर्रे थियो अरे शुभ बोल फिल्ममा के हो रे यो सर्टकटको चक्करमा पुगिन लागि हामी सर्टकट बाटो जहिले पनि रिस्कको हुन्छ भन्ने कुरा तिमीलाई थाहा छैन त्यो सर्टकटको चक्करमा हामी लङ्कट बाटो सर्टकट भनेर आएको झन् उल्टे लङ्कट टाइपको चाहिँ रहेछ क्या यताको चाहिँ सिँढीको चाहिँ सर्टकट हो उताको चाहिँ लामो हो त्यो नि पुरै कस्तो रहेको थियो ओके आजको हाम्रो यात्रा यति नै सुपादेउराली हामी घुम्यौँ त्यसपछि हामी यहाँ सिँढीमा घुम्यौँ त्यहाँ एउटा लट्ठी चापेको भनेको डाँडामा छ कि बट त्यो चाहिँ हामीले जान भ्याउन अब हामी यहाँबाट फर्किन्छौँ खानासाना खाएर फेरि हामीलाई तल गएर अर्को पनि घुम्नु छ भ्यायौँ भने हामी आज उता के ताल भन्थ्यो जगदीशपुर ताल जान्छौँ ओके बाई बाई